सन्तोषको रहस्य। एक पटकको कुरा हो, एउटा सानो गाउँमा एउटा गधा बस्थ्यो। ऊ आफ्नो जीवनप्रति धेरै असन्तुष्ट थियो। सधैँ भारी बोकेर थाकेको गधा सोच्थ्यो, मेरो जीवन त कष्ट र दुःखले भरिएको छ, मलाई बाँच्न मन लाग्दैन। एक दिन गधा आँसु झार्दै रुखको छायामा आराम गरिरहेको थियो। त्यही रुखमुनि एक सन्त बसिरहेका थिए। गधाको आँसु सन्तको हातमा झर्यो। सन्तले माथि हेरेर गधालाई सोधे, किन रुँदैछौ साथी? गधाले आफ्नो पीडा सुनाउँदै भन्यो, हे ज्ञानी महाराज, मेरो जीवन दुःखले भरिएको छ। मान्छेहरूले मलाई हेप्छन्, भारी बोकेर म थाकिसकेको छु। अब त यो जीवन समाप्त भए राम्रो हुन्थ्यो। सन्तले मुस्कुराउँदै भने, जीवन जस्तो छ त्यस्तैमा खुसी हुन सिक्नुपर्छ। तर तिमीलाई यो कुरा बुझ्न गाह्रो होला। तिमी के बन्न चाहन्छौ? म तिमीलाई त्यो बनाउन सक्छु। गधा खुसी हुँदै भन्यो, हे महात्मा, यदि तपाईँले मलाई केही बनाउन सक्नुहुन्छ भने मलाई घोडा बनाइदिनुहोस्। सन्तले भने, ठिक छ, तर त्यो भन्दा पहिले तिमी घोडासँग गएर उसलाई सोध के ऊ आफ्नो जीवनमा खुसी छ कि छैन। त्यसपछि मात्रै म तिमीलाई घोडा बनाउने छु। गधा उत्साहित भएर घोडा खोज्न लाग्यो। उसले एउटा घोडालाई हरियाली घाँसको मैदानमा चरिरहेको देख्यो। गधाले घोडालाई भने, तिमी त धेरै सुन्दर छौ, मान्छेहरू तिमीलाई प्रशंसा गर्छन्, तिमी अवश्य खुसी छौ होला, हैन र? घोडाले उत्तर दियो, मेरो जीवन देखेर तिमीलाई राम्रो लाग्न सक्छ, तर म खुसी छैन। मान्छेहरूले मलाई दौडाउन लगाउँछन्, कहिले काहीँ कोर्रा हान्छन्। म सोच्दछु मलाई त गाई जस्तै शान्त जीवन भए राम्रो हुन्थ्यो। गधाले यो कुरा सुनेर गाईलाई भेट्न गयो। गाई खेतमा काम गरिरहेको थियो। गधाले गाईलाई भने, तिमी त आरामदायी जीवन बिताउँछौ, तिमी खुसी छौ होला, हैन र? गाईले भन्यो, मेरो जीवन सजिलो देखिन सक्छ, तर मलाई मानिसहरूले धेरै काम लगाउँछन्। मलाई घाँस काटेर दिनु त राम्रो हो, तर मेरो दूध निकाल्दा मलाई पीडा हुन्छ। म सोच्दछु ब्वाँसो जस्तो स्वतन्त्र भएर बाँच्न पाए कति राम्रो हुन्थ्यो। यो सुनेर गधा अब ब्वाँसोलाई खोज्न लाग्यो। जंगलमा ब्वाँसोलाई भेटेर सोध्यो, तिमी स्वतन्त्र छौ, तिमी खुसी छौ होला, हैन? ब्वाँसोले हाँस्दै भन्यो, म स्वतन्त्र छु, तर मेरो जीवन डरले भरिएको छ। हरेक दिन शिकार खोज्नु पर्ने, कहिले आफूलाई जोगाउनु पर्ने। म सोच्दछु गधा नै कति सुखी छ, न त शिकारको चिन्ता, न त जोगिनु पर्ने डर। यो सुनेर गधा छक्क पर्यो। ऊ फेरि सन्त कहाँ फर्कियो। गधाले भने, हे ज्ञानी महाराज, मैले बुझे, म जस्तो छु त्यस्तैमा खुसी छु। अब म अरू केही बन्न चाहन्न। सन्तले मुस्कुराउँदै भने, जीवनमा आफ्नो अवस्थालाई स्वीकार गर्नु र त्यसैमा खुसी हुनु नै सन्तोष हो। अरूसँग तुलना गरेर आफूलाई दुखी बनाउनुको साटो आफूलाई प्राप्त कुरामा आनन्द लिन सिक। सन्तोष नै संसारको सबैभन्दा ठूलो धन हो। पाठ, हाम्रो जीवनमा सन्तोष हुन सिकाऊ। अरूसँग तुलना गर्दा कहिल्यै पनि खुसी हुन सकिँदैन। आफ्नो जीवनमा सधैँ खुसी र सन्तुष्ट रहनु नै वास्तविक सुख हो।